नमस्ते सबैजना। आज कि म भगवत गीता पढिरहेको थिएँ अनि एक्कासी चाहिँ मेन्टल हेल्थ र भगवत गीताको रिलेसनको बारेमा सोच्न थालेँ। अनि युट्युबमा यसैको बारेमा कुरा गरौँ न त भनेर भिडियो बनाउन मन लाग्यो कि सुरुमा कुरा गरौँ। भगवत गीता सबैले त पढ्नु भएकै होला, तर कतिपय मानिस हुनु होला जसले चाहिँ भगवत गीता अहिलेसम्म पढ्नु भएको छैन। उहाँहरूको लागि भगवत गीता के हो त भनेर एउटा छोटो डिस्क्रिप्सन दिन्छु सुरुमा। भगवत गीता चाहिँ एउटा एन्शियन्ट स्पिरिचुअल टेक्स्ट हो जुन हजारौं वर्ष पहिले लेखिएको थियो। तर यसको टिचिङ आजको मोडर्न लाइफमा पनि धेरै युजफुल छ। यो किताबले चाहिँ ह्युमन इमोसन्स, स्ट्रेस, कन्फ्युजन, फियर, डिसिजन मेकिङ र लाइफ स्ट्रगलको बारेमा कुरा गर्छ। आजको वर्ल्डमा पनि धेरै मान्छेहरू एङ्जाइटी, स्ट्रेस, डिप्रेसन र इमोसनल प्रेसरबाट गुज्रिरहेका हुन्छन् नि। त्यसैले भगवत गीतालाई केवल धार्मिक किताब मात्र होइन, एक प्रकारले मेन्टल हेल्थ गाइड पनि भनौँ न, त्यो पनि मान्न सकिन्छ। अब मेन्टल हेल्थ भन्नाले चाहिँ हाम्रो सोच, भावना र बिहेभियर कसरी म्यानेज गर्छौँ भन्ने कुरा भयो। जब मेन्टल हेल्थ राम्रो हुन्छ, मानिस काम हुन्छ, क्लियर थिङ्किङ गर्छ, स्ट्रेस ह्यान्डल गर्न सक्छ र लाइफमा ब्यालेन्स्ड हुन्छ। तर जब हाम्रो मेन्टल हेल्थ नै बिग्रिन्छ, मान्छे धेरै एङ्सियस हुन्छ, कन्फ्युज हुन्छ, डर लाग्छ र डिसिजन लिन गाह्रो हुन्छ उसलाई। आजको फास्ट लाइफमा पनि यस्तो प्रब्लम्सहरू धेरै कमन छ कि। अनि भागवत गीताको स्टोरीको बारेमा कुरा गर्दा चाहिँ यो चाहिँ एउटा ब्याटल फिल्डबाट सुरु हुन्छ, जहाँ अर्जुन नामको वारियर हुन्छ। ऊ धेरै स्ट्रङ र स्किल्ड हुन्छ, तर ब्याटल सुरु हुनुभन्दा अगाडि आफ्नो आफन्तलाई नै अपोनेन्ट देखेपछि चाहिँ ऊ इमोसनली विक हुन्छ, कन्फ्युज हुन्छ र फाइट गर्न चाहँदैन। यो हाम्रो माइन्ड पनि एउटा ब्याटल फिल्ड जस्तै हो कि। अनि यो अवस्था चाहिँ आजको मानिसहरूको मेन्टल स्ट्रेस जस्तै हो, अर्जुनको अवस्था जुन छ नि, र हाम्रो आज मोडर्न लाइफमा ह्युमन स्ट्रेसको अवस्था छ, त्यो चाहिँ सेम हो भन्ने बुझिन्छ। जब हामी धेरै प्रेसरमा हुन्छौँ, हामी पनि अर्जुन जस्तै कन्फ्युज र ओभरवेल्म्ड हुन्छौँ। त्यो बेला चाहिँ कृष्णले अर्जुनलाई गाइड गर्छन्। कृष्ण भनेको चाहिँ हाम्रो अवेरनेस, हाम्रो चेतना, हाम्रो कन्सियसनेस, यो ब्रह्माण्डको कन्सियसनेस जसले हामीलाई गाइड गर्छ भनेर बुझौँ न। कृष्णले चाहिँ उसले बुझाउँछन् कि लाइफमा माइन्ड कन्ट्रोल कसरी गर्ने, इमोसन्स ह्यान्डल कसरी गर्ने, सही डिसिजन्स कसरी लिने। यसले देखाउँछ कि भागवत गीता केवल स्पिरिचुअल टिचिङ मात्र होइन, तर साइकोलोजिकल गाइडेन्स पनि हो। गीताको एउटा इम्पोर्टेन्ट टिचिङ चाहिँ कर्म गर तर फलको आशा नगर, कर्म गर, रिजल्टको टेन्सन नलियो। यसको मतलब हो कि हामीले आफ्नो काम राम्रोसँग गर्नुपर्छ, तर रिजल्टको धेरै चिन्ता गर्नु हुँदैन। उदाहरणका लागि स्टुडेन्टले राम्रोसँग स्टडी गर्नुपर्छ, त्यो नै उसको धर्म हो, तर केवल मार्क्सको डरले ओभर थिङ्किङ गर्नु हुँदैन। जब हामी रिजल्टमा धेरै अट्याच हुन्छौँ, हामीलाई स्ट्रेस र एङ्जाइटी हुन्छ। तर जब हामी इफोर्ट्समा फोकस गर्छौँ, हामी काम र कन्फिडेन्ट हुन जान्छौँ। अर्को इम्पोर्टेन्ट कुरा हो इमोसनल स्टेबिलिटी। गीताले भन्छ कि मान्छे सक्सेस र फेलियर दुइटै अवस्थामा ब्यालेन्स्ड हुनुपर्छ। यदि हामी सक्सेसमा धेरै एक्साइटेड भयौँ, फेलियरमा धेरै डिप्रेस्ड भयौँ भने हाम्रो माइन्ड स्टेबल हुन्छ। तर यदि हामी दुइटै सिचुएसन एक्सेप्ट गर्छौँ र हामी इमोसनली स्ट्रङ भयो भने चाहिँ धेरै फाइदा गर्छ हामीलाई। यो कुरा आजको साइकोलोजीमा पनि धेरै इम्पोर्टेन्ट मानिन्छ। यो कुराहरू जुन भगवत गीतामा लेखिएको छ कि सक्सेस र फेलियरमा समभावमा राख्नुपर्छ भनेर, यसले चाहिँ यो अप्लाई गर्न सकियो भने धेरै नै मेन्टली हेल्दी बनाउँछ क्या मान्छेलाई। अनि अब भगवत गीताले अर्को कुरा चाहिँ माइन्ड कन्ट्रोलको बारेमा पनि गर्छ कि यस अनुसार चाहिँ माइन्ड हाम्रो फ्रेन्ड पनि हुनसक्छ हामीले चाह्यो भने, तर यदि राम्रोसँग कन्ट्रोल गर्न सकिएन भने चाहिँ यो हाम्रो एनिमी पनि हुनसक्छ। यदि माइन्ड अनकन्ट्रोल भयो भने ओभर थिङ्किङ, फियर र कन्फ्युजन बढ्छ। तर यदि माइन्ड कन्ट्रोल भयो भने हामी पिसफुल र फोकस्ड हुन्छौँ। यो कुरा मोडर्न साइकोलोजीको माइन्डफुलनेस कन्सेप्ट जस्तै हो कि, जहाँ हामी प्रेजेन्ट मोमेन्टमा फोकस गर्छौँ नि। अनि अर्को कुरा चाहिँ गुणजहरूको बारेमा पनि कन्सेप्ट छ कि एउटा गीतामा 3 प्रकारको गुणहरू हुन्छन् मानिसमा। मेन्टल स्टेट्स भनिन्छ त्यसलाई। 3 प्रकारको मेन्टल स्टेट्सहरू हुन्छ, सत्व, रजस र तमस। सत्व भनेको चाहिँ काम र क्लियर माइन्ड भयो,
रजस भनेको रेस्टलेसनेस र ओभर थिङ्किङ माइन्ड र तमस भनेको लेजी र लो एनर्जी माइन्ड। यी 3 स्टेज चाहिँ हाम्रो मुड जस्तै चेन्ज भइरहन्छन्। यो 3टाको ब्यालेन्स हुनु भनेको चाहिँ एउटा स्टेबल लाइफ जिउनु हो। जब हामी यो कुरा बुझ्छौँ हामी आफ्नो मेन्टल स्टेट राम्रोसँग म्यानेज गर्न सक्छौँ। डिट्याचमेन्टमा पनि एउटा इम्पोर्टेन्ट टिचिङ हो, डिट्याचमेन्ट पनि एउटा इम्पोर्टेन्ट टिचिङ हो जुन भागवत गीतामा लेखिएको छ। यसको मतलब हो कि लाइफमा सबै कुरामा टु मच डिपेन्ड नगर्नु। यदि हामी धेरै अट्याच हुन्छौँ भने हामीलाई लस हुँदा धेरै दुःख लाग्छ, तर हामी यदि ब्यालेन्स छौँ भने हामी इमोसनली स्ट्रङ रहन सक्छौँ। यो हेल्दी इमोसनल इन्डिपेन्डेन्स पनि भन्न सक्छौँ यसलाई। भागवत गीताले यो पनि भन्छ कि हामी केवल हाम्रो बडी थट्स या इमोसन्स मात्र होइनौँ, हाम्रो ट्रु सेल्फ चाहिँ अझ गहिरो हुन्छ। यसले हामीलाई बुझाउँछ कि स्याडनेस, एङ्गर वा फियर टेम्पोररी हुन्। यो अन्डरस्ट्यान्डिङले मान्छेलाई एङ्जाइटी र लो सेल्फ एस्टिमबाट बाहिर आउन हेल्प गर्छ। अब अर्को इम्पोर्टेन्ट कुरा चाहिँ पर्पस अफ लाइफ वा धर्म। जब मानिसमा जीवनको पर्पस हुन्छ नि उसलाई मोटिभेसन र डिरेक्सन चाहिँ यत्तिकै पनि मिल्छ कि। तर जब लाइफमा कुनै पर्पस नै हुँदैन मानिस यस्तो लस्ट फिल गर्छ नि, लाइफमा कुन डिरेक्सनमा जाने पनि थाहा हुँदैन। आजको साइकोलोजीले पनि भन्छ नि मिनिङ इन लाइफ हुँदा मेन्टल हेल्थ राम्रो हुन्छ भनेर। लाइफले एउटा डिरेक्सन पाउँछ, पर्पस पाउँछ, अनि डिस्ट्र्याक्सन हुँदैन लाइफमा, अनि त्यसपछि मेन्टल हेल्थ सुध्रिन्छ। गीताले यो पनि सिकाउँछ कि लाइफमा सुख र दुःख दुइटै आउँछन्, तर हामी ब्यालेन्स रहनुपर्छ। यो एक्सेप्टेन्सले मानिसलाई इमोसनली स्ट्रङ बनाउँछ र स्ट्रेस कम गर्छ। यदि हामी सबै टिचिङ हेर्छौँ भने भागवत गीताले सबै तरिकाको मेन्टल हेल्थ इम्प्रुभ गरिरहेको हुन्छ। यसले स्ट्रेस कम गर्छ, डिसिजन मेकिङ इम्प्रुभ गर्छ, इमोसनल स्ट्रेन्थ बढाउँछ र लाइफमा क्ल्यारिटी पनि दिन्छ। आजको मोडर्न साइकोलोजीमा पनि यस्तै कुराहरू पाइन्छ, जस्तै माइन्डफुलनेस भयो, मिनिङ बेस्ड थेरापी भयो, धेरै थेरापीहरू छन्, CBT थेरापी भयो। यसले भागवत गीता र मोडर्न साइकोलोजी चाहिँ एकअर्कासँग कनेक्ट हुन्छन् भन्ने पनि हुन्छ। अन्त्यमा भन्नुपर्दा चाहिँ अब भागवत गीता केवल धार्मिक किताब मात्र होइन, मैले अघि नै भने यो चाहिँ ह्युमन माइन्ड बुझ्ने एउटा डिप गाइड हो। यसले हामीलाई लाइफ ह्यान्डल गर्न, इमोसन्स कन्ट्रोल गर्न र मेन्टली स्ट्रङ बन्न हेल्प गर्छ। आजको स्ट्रेसफुल वर्ल्डमा यसको टिचिङ अझ पनि धेरै रिलेभेन्ट छ। अब अरू पनि धेरै कुराहरू छ, तर भगवत गीता यस्तो बुक हो जसको बारेमा जति डिस्क्राइब गरे पनि सकिँदैन कि। तर आजको भिडियो यतिकैमा लिमिट गरौँ जस्तो लाग्यो मलाई। कस्तो लाग्यो हजुरहरूलाई मेरो आजको टपिक? अवश्य पनि कमेन्ट गरेर आफ्नो विचारहरू राख्नुहोला। अर्को दिन अर्को टपिक लिएर आउनेछु। अहिलेलाई बिदा माग्छु है त। धन्यवाद।